हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ दीपिका थुलुङ, यो चाहिँ दिल्ली माराई मेरो साथी। अनि आज चाहिँ हामी ड्राइभ पिकनिक जाँदैछौँ। अहिले चाहिँ हामी हाम्रो पक्का पत्तेहरू बोकेर हिँड्यौँ। अब बाटोतिर भेट्दै जानुपर्छ। गाउँघरको पिकनिक यस्तै छ। त्यहाँ गर्मीले हालत पतला हो गया है। गर्मी भयो भर्खरै यहाँ माथि। फेरि मेरो बोली चाहिँ सेम हाम्रो गाउँ तल छ। हामी यहाँ माथि आइसक्यौँ। हाम्रो फुल पनि ओइलेर यहीँ हामीले होइन। हामी चाहिँ बच्चैदेखिको साथी। अनि बिचमा 4 वर्ष छुटेको थियौँ। 4 वर्षपछि आज घुम्नु जाँदैछौँ। खुसी लागिरहेको छ मलाई। तिमीलाई? आइ एम अल्सो ह्याप्पी। फाइनली हामी चाहिँ आज 4 वर्षपछि भेटेको। मलाई चाहिँ एकदम खुसी लागेको छ। के भन्नु, म जति खुसी लागेको छ त्यति म मनबाट देखाउनै सक्दिनँ, व्यक्तै गर्न सक्दिनँ क्या। त्यही भएर जति खुसी छु यति खुसी छु। रुनु पनि मन लाग्छ। धेरै वर्षपछि भेटेको खुसी लागिरहेको भिडियो लास्टमा भिडियो चाहिँ नपर्ने हुँदैन क्या। सबैलाई आउने हो। झन् निरीमा बोलेको मात्रै लाग्छ। के भन्छ नि, अब चाहिँ सेम ड्रेस गरेर क्या। आज ड्रेस अफ सेम छ। अनि हातै यस्तो प्रकार पुग्नु छ। यत्रो पुगा बोकेर यत्रो भेरेलेको लुगा लगाएर आज हामी उकालो चल्नुपर्ने। यहाँ चाहिँ खोला होइन, खोल्सामा फुललाई पानी दिँदैछौँ। हाम्रो फुल घरबाट ल्याएको फुल ओइलेर घामले सुकिसक्यो। यत्रो पोका बोकेर पारी जानुपर्ने। हेर्दा चाहिँ सानो पोका छ कि बडा है। हेर्दा चाहिँ सानो पोका, कति गरौँ छ, यति गरौँ छ। त्यही माथि बाटो यस्तो छ। दुधी त छाता त लिएको छु नि, के गर्नु। छाता समाउने हात पनि छैन। सबैको हात बिजी छ। हाम्रो हातहरू पनि हामीलाई 4वटा हात दिनुपर्ने हो। अन्त फेरि अब छिट्टो आउने भनेको पानी पर्छ फेरि भरे। हाम्रो पाहाडमा त मौसमको ठेगानै हुँदैन। कति बेला पानी पर्छ, कति बेला घाम लाग्छ। घाम लाग्दा एकछिनमा पानी पर्न सक्छ। त्यही भएर छिट्टो पाएर आउने भनेको। अहिले चाहिँ हामी हात्ती बाटो आइपुग्यौँ। हामी बिहान 4 बजी उठ्ने भनेको 5 बजी उठ्यौँ। अनि 7 बजी हिँड्ने भनेको 9 बजी हिँड्यौँ। 9 बजी 10 बजीतिर हिँडेको। अब भयो कति बेला पुगेर कति बेला आउँछौँ। कति घाम लागेको छ साथीहरू। पानी पनि छैन, तिर्खा हो। हामी चाहिँ हात्ती बाटोमा त्यो माथि जानुपर्ने। केही त देखिँदैन। मोबाइल पनि राम्रो भयो त राम्रो देखिन्छ। त्यस्तै छ जिन्दगी। अब गरमले हालत खराब भइसकेको छ। छोरी मान्छे भएपछि यसरी नक्कल पनि गर्नुपर्छ, राम्रो पनि देखिनुपर्छ। अब एकछिन यहाँ बस्छौँ अनि जान्छौँ। यस्तै छ जिन्दगी। रमाइलो छ। म मरिसकेँ। कसरी बोक्नु? अहिले चाहिँ हामी केरा खाएर तागत बढाउँदैछौँ। घुम्नु जानु मजा आउँदो रहेछ कि। म मरिसकेँ। टिका कहाँ पुगेछ? यहाँ पुगिरह। यहाँ बिजाउँछ। रुमाल पनि ल्याएन। टन्टलापुर 12 बजी घाममा को हिँड्छ? यसरी हामी हिँड्छौँ। निलिमा बहादुर। साँच्चै के साह्रो घाम चर्क्यो है। पानी कत्रो पर्छ भने अब
बाहुबली हामी बाहुबली त्यही भएर घाममा हिँडेको यत्रो सामान बोकेर सामान नै यार सामान यति भारी छ त उकालो पनि देखाइदियो नि झन् उकालो माथि 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 त्यो डाँडादेखि माथि उकालो छ ऊ यतै बसेर खाम कि भनेको घर पनि यति राम्रो छ यतातिर घरमै बसेर खाँदा जाऊँ भन्ने तर होइन हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ केही भन्नु चाहनुहुन्छ भन्छौँ बसेर चाहिँ के साह्रो गर्नु त बिजोग तिमीलाई फेरि रातो पनि हुँदैन रहेछ क्या गर्नु भयो भने रातै भइहाल्छ आज त घामले डरेर अब त कोइला हुने भयो त गाईचहरू जम्मै यस्तो राम्रो भएर आएको सबै पसिनाले बगाइदियो सनस्क्रिन त राखेको थियो सनस्क्रिन पनि पसिनाले बगायो यसरी नै बस्नुपर्छ नसकेपछि के गर्नु सक्ने लुगा छ यस्तो त्यही माथि लुगा पनि यस्तो भ्यालाको ओढेर हिँडेपछि मिलाएर हिँडेको अनि सबै उकालोमा टेकेर उकालोमा अड्काएर के भगवान् कहिले पुग्नु होला एकछिन थकान मेट्यौँ अनि यसरी भारी बोकेर चुई उकालो चढ्दैछौँ कति बेला पुग्नु घुम्नु जानु भनेर रमाउँदै हिँड्यौँ आधी बाटोमा आएपछि दाउको भिड देख्यो कति राम्रो खरहरू छ यता गाह्रो छ अब चाहिँ हामी पुग्नु लाग्यौँ जङ्गलको बाटोमा अब चाहिँ जङ्गलको बाटो छ अनि माथि रोड पनि निस्किन्छ त्यसपछि चाहिँ पुग्छ तर आज भारीसँग लास्टै गाह्रो भयो उकालो चढ्नु पनि मुस्किल बिसाउँदै आएको बल्ल आइपुग्यौँ अब माथि जान्छौँ अनि बस्छौँ यहाँ मात्रै घरसारी पानी पनि बोकेर हिँडेको बोली पनि अब त हरायो अरे दुःख त कम्ती छ घुम्नु जानु भन्नु मात्रै झन् गाउँ घरमा यति गाडी पनि हुँदैन बाटो पनि राम्रो छैन त्यताबाट निस्किनु भयो यता अब त्यस्तो गाडी पनि भनेको बेला पाइँदैन गाडी पनि हुँदैन बाटो पनि छैन अनि जङ्गलको बाटो उकालो चढ्दा हैरान त्यही माथि भारी बोकेर आउनु त हिजो त चम्किँदै थियौँ आज त झागरे मरो यसरी पानी बोक्नु परेपछि
बाई बाई गाइस। अब चाहिँ हामी घुम्यौँ, फोटोसोटो खिच्यौँ, रमाइलो गऱ्यौँ। अब चाहिँ हामी घर जान्छौँ। बाई। अब चाहिँ हामी घर पनि पुग्नु लाग्यौँ। अनि आजको भ्लग चाहिँ अब यहीँ टुङ्गाउँछु। पछाडि सनसेट हुँदैछ। बाई 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 बाई।